ओहो ओइ होय ओइ होय ओइ होय कति राम्रो यो रानी झरना घुम्न आउने विचार गरना गेटमा बेली जाय फुल टिपेर देऊ मायालाई। लगायत यहाँ चाहिँ सुनको खोजी भइरहेको छ। यस्तो यो पाहाडमा यस्तो देखेको भएर हो यहाँ चाहिँ विश्वकर्मा भगवानको त्यो मूर्ति देखेको छ यी गाईजी हेर्न सक्नुहुन्छ राम्रोसँग क्या। हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरूलाई आजको ब्लगमा स्वागत छ है। धेरै पछि मैले भिडियो लिएर आएको छु हजुरहरूको सामु। आज चाहिँ कामको बिदा अनि कामहरू नहुँदा छुट्टी भइरहेको थियो अनि म पनि यसो फुर्सद भइरहेको थियो अनि आज चाहिँ हामी दाइहरू सँगसँगै पाल्पा राइन झर्ना चाहिँ हामी घुम्न जान लागेको छौँ। त्यसैले आज चाहिँ एउटा भिडियो गराउन मन लाग्यो धेरै पछि। एकछिन चाहिँ भिडियो गराउन यो एउटा मात्रै गराउन लागेको आज चाहिँ खाली भएको कारणले गर्दाखेरि। अनि भिडियो पछि गराउनलाई रेगुलर गराउने छु, मैले भिडियो गराउन चाहिँ छोड्ने छैन। आज चाहिँ एउटा मात्रै भिडियो आउँछ अनि अहिले अनि यहाँ चाहिँ दुईवटा बाइक छ है अनि यता दाइहरू पनि हुनुहुन्छ। त्यही भएर आज चाहिँ हामी जान लागेको धेरै पछि भिडियो गराएको, कसो बोल्न पनि आइरहेको छैन। अनि मौसम चाहिँ अहिले अब बर्खाको सिजन हो, अहिले असार महिना अनि पानी चाहिँ अहिले खासै पानी पर्ला जस्तो गरेको छ तर पानी चाहिँ परेको छैन। गरम मौसम छ। यता दिपक दाइ हेर्नुहुन्छ दाइ हिलो भन्दैन न। नमस्कार। बाटो खोलिसक्यो, गेट खोल्यो, अब हामी हिँड्न लागौँ। ल दाइहरू यता हुनुहुन्छ दुईजना दाइहरू अनि हामी चाहिँ चारजना हो खास जाने अनि दुईजना दाइ यता गेन्दै हुनुहुन्छ। गेन्दै हेलो 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 गाइस हेलो हेलो। चाहिँ अस्ति नै म गाउँ जाने बेला चाहिँ यो भाँचियो कि ट्याक्क ब्रेक नलाएर अनि यसरी हातले यसरी अडेस लगाएको कारणले गर्दा भाँचिएको यो। के गरेको अब उनी पनि सरर आउँदैछन्। छिटो दुईजना भएर अब सर्व जाँदैछौँ। ल भाइ ल तिम्रो ल राम्रो भयो। यता दुईजना दाइहरू हुनुहुन्छ। नदिन्थ्यो मेरो चाहिँ हेलमेटै सुहाउँदैन बुढो मान्छे लाउने जस्तो छ भाइको हेलमेट। आनन्दले त हिँड्न दियो मलाई सौरा चोकमा आयौँ है हामी अहिले। अलिन भाइ चाहिँ दौडिरहेको साबुन ल्याउने बिर्सेछु। हामी आधी बाटोमा आएको छौँ अनि एकछिन बाइक धेरै अब हिँड्यो तात्यो भनेर एकछिन सेलाउन पनि दिएको छौँ। त्यहाँ फसेन बाइक ऊ त्यहाँ अगाडि हिलो छ कि होइन अनि त्यही भएर त्यहाँ फसेन धन्नै हेर्नु नि त्यस्तो माटो भएको छ। अनि यता दाइहरू हुनुहुन्छ ए अनि पाहाड फेरि यस्तो छ यहाँ हेरि पहिरो गएर बाटो नि अप्ठ्यारो छ अनि ठाउँहरू चाहिँ यस्तै हो है। ए हेर्ने कस्तो भइरहेछ? राम्रो भएछ एकदमै धेरै दिनपछि यता एकदम डाँडा काँडा हेर्न आएकोमा एकदम माइन्ड फ्रेस भइरहेछ। ए लगायत यहाँ चाहिँ सुनको खोजी भइरहेको छ। यस्तो यो पाहाडमा यस्तो देखेको भएर सुनको खोजी अनि यतातिर यस्तो चाहिँ
भन्ने भनेको थियो हुन्छ फाइनल गाइज अहिले चाहिँ हामी रानी झर्ना चाहिँ लगभग आइसकेको छ अनि यहाँ दुईवटा बाइकहरू यहीँ छ है अनि हामी 4 जना आएको त देख्न सक्नुहुन्छ आज फर्स्ट टाइम हो कि दाइहरूलाई लिएर आएको म त आइरहेको हुन्छु पहिला नि रानी झर्ना चाहिँ त्यही हो रानी झर्नाको गेट दाइहरू अगाडि जाँदै हुनुहुन्छ अनि दाइहरूलाई आज फर्स्ट टाइम बाइकमा आउन पाइयो अनि आज नुहाउन धेरै खोजिरहनु भएको थियो अनि त्यही भएर आज दाइहरूलाई यसो घुमाउँदै हाम्रो गाउँघरतिर अनि रानी झर्ना गेट यो हो रानी झर्ना गेटदेखि भित्र प्रवेश गरिसकेछौँ रानी झर्ना जाँदैछौँ ल फाइनल गाइज रानी झर्ना म त तिम्रो घरतिर कस्तो लाग्यो दाइ एकदम कन्फिडेन्स मनमा अलि खुल्दु भइरहेको के ए काठको पुल रहेछ एकचोटि ट्राई हानौँ न त ल जानु न अलि हल्लिँदो रहेछ लगाइजी रानी झर्ना अनि केही हो त दाइहरू हुनुहुन्छ भिडियो गर्छु भनेर ल कस्तो लाग्यो हजुरलाई रानी झर्ना रानी झर्ना चाहिँ राम्रो छ राम्रो छ एकदम राम्रो छ सबैजना एकचोटि आउनै पर्ने ठाउँ छ यो अति नै राम्रो मनोमोहक दृश्य एकदम यहाँ मासुहरू पोलेर खाने गर्ने यहाँ यता हो क्या त्यहाँको पोल्दै खाँदै नुहाउँदै खाल्दै बियरहरू पिकनिक स्पोट पनि छ है ऊ त्यहाँ हेर्नु कति धेरै बियरको बोतल र उसको बोतलहरू छ त्यो सब हामीले खाएको भाइ तर यहाँको बनावट चाहिँ मलाई राम्रो लाग्यो त्यो रस्सी चाहिँ के को लागि होला त्यहाँ जुन नुहाउनु पौडी खेल्न आउँदैन नि तिनीहरूको लागि यति डुबिहाल्यो भने त रोसिनु अब हामी पौडी खेल्छौँ है त ल अब हामी पौडी खेल्छौँ भन्छौँ एकदमै यो रानी झर्नामा चाहिँ यहाँ दृश्य भाइरल गराइदिनु होला है विश्वकर्मा बाबाको मूर्ति भेटेको छ यहाँ ऊ त्यहाँ हो यहाँ चाहिँ विश्वकर्मा भगवानको त्यो मूर्ति देखेको छ गाईजी हेर्न सक्नुहुन्छ राम्रोसँग क्यामेराले अझै राम्रो देखेको छैन होला दृश्य राम्रोसँग देखेको छैन होला अनि यो हेर्नु यस्तो दाराहरू पनि छ यहाँ अनि अगाडि त भगवान हो त्यही हो हेर्नु न यस्तो हेर्नु न सेम त्यस्तै देखियो विश्वकर्मा भगवान जस्तै कति राम्रो यो रानी झरना घुम्न आउने विचार गरना गेटमा बेली जाय त्यही फुल टिपेर देऊ मायालाई गेटमा बेली जाय त्यही फुल टिपेर देऊ मायालाई। धन्यवाद सबैजना घुम्न आउनु होला अति नै राम्रो छ हामी जस्तै रमाउनु होला तपाईँहरू पनि छिट्टै नै आउनु थ्याङ्क यू सो मच एकदम गीत गाइदिएकोमा अब चाहिँ ल गेन्दै कतिको रेडी हुनुहुन्छ नुहाउन म त रेडी छु के तिमी फङ्गालेन पहिला अब चाहिँ म पनि नुहाउनलाई एकदमै रेडी छु है यति धेरै गर्मी भएको छ कि है यसलाई एकदमै गर्मी भएको छ अनि मोबाइलको चार्ज पनि सिद्धिसकेको छ गाइजहरू यिनीहरू कहाँबाट फङ्गालेला छन् ल ल ल ल फङ्गालो ल ल फङ्गालो फङ्गालो के गर्छन् यिनीहरू ल फङ्गालो ल के छिटो छिटो
ए ल के ल छिटो बाछा के बाछा ओहो ओए होए ओए होए ल ल ओए होए ल बवाल भयो त ल गाइजहरू यिनीहरू त फङ्गाले अब म चाहिँ फङ्गाल्न बाँकी छ अब मेरो टर्न गाइस म त यहीँ तलबाट हो गाइस दिपक दाइ मजा आयो खै कहाँ गयो सलिम यता बन्द गरिदिउँ हर हर महादेव ल गाइस म एकदमै माथिदेखि फुङ्गाले गाइस ल दाइहरू उहाँ माथि चढ्नु भएको हो फुङ्गाल्नु त्यहाँदेखि फुङ्गाल्नु तिनजना एकैचोटि फुङ्गाल्नु छैन छैन ढुङ्गा छैन ढुङ्गा गो फाइनल गाइस अहिले चाहिँ हामी नुहाएर नि भ्याइसकेको छ नुहाएर भ्याइसक्यो अनि एकदम धेरै थकै लाग्यो एकदम मजाले नुहाइयो क्यामेरा अफ गरेर अनि भिडियो गर्ने मान्छे पनि थिएनन् नुहाउनु नि पऱ्यो गर्मीलाई एकदम धेरै आत्तिएको थियौँ अनि मजाले नुहाइयो यत्रो यो रानी झर्नाको पानीमा होइन अनि यस्तो छ मजाले नुहाइयो घुमेर आयो अनि एकदम धेरै थके पनि लागेको थियो अनि यता यो चाहिँ पुल भइहाल्यो अनि दाइहरू यतातिर गइसक्नु भएको छ अनि म चाहिँ कपडा लाउँदै थिएँ अनि अब चाहिँ जानु लाग्यो फेरि बुटोलतिरै अनि जोस् मजा आयो